एभ्रिवान आज म र मेरो बुढा चाहिँ घुम्नको लागि गइरहेको छु साथीहरू अभी मजा आएगा ना कहाँ गइरहेको छु कता गइरहेको छु त्यो तपाईँहरूलाई म देखाउने छु सो मेरो ब्लगमा बनिराख्नु होला हस् त साथीहरू ठाउँमा पुगेर तपाईँहरूसँग भेट्ने छु सानो से हाई साथीहरूलाई राम्रो र अनोखा ती जहाँ चाहिँ एउटा होइन चारवटा कि पाँचवटा फुल छ एकैचोटि बस यही नहीं अभी और सुनिए पाँचवटा होइन पुरा चारवटा अरे लाग्यो त करे तो करे क्या बोले तो बोले क्या चारवटा फुलको के काम काहीँ भने कमला नदीमा एउटा टुटेको फुल बनेको छैन यहाँ चाहिँ भने चारवटा यो हो नेपाल देश बर्दिवासको जङ्गलमा यो चाहिँ एकदम डरलाग्दो जङ्गल है साथीहरू यहाँ चाहिँ मान्छेलाई खान्छ भने सुनेको थिएँ बाघ हालेको यो जुन देखिरहनु हुन्छ नि बगैँचा यो चाहिँ हाम्रो राजाले रानीको लागि बनाएको थियो यहाँ चाहिँ हरेक किसिमको फलफुलको बोटहरू छ है साथीहरू चाहिँ सरकार A few moments later. लङ ड्राइभमा हाम्रो बाइक अनि यस्तो घाममा हामीले चाहिँ रेस्ट गरेर उनीहरूको जुस लियौँ मेरो सिनेमाले खाइरहनु पर्छ सो यो चाहिँ मेरो हो साथीहरू जुस यो कस्तो बाटो ओ माई गॉड डर लाग्दो बाटो यो कस्तो बाटो आयो हामीलाई तपाईँहरूलाई म देखाउने छु ल एकैछिन है हामी चाहिँ आइपुग्यौँ भरतताल साथीहरू चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग के वजह हामी भरतताल आएको यस्तो समरमा पानीवाला ठाउँ नै आएको राम्रो चाहिँ यो चाहिँ हाम्रो भरतताल नेपालको ताल भरतताल दामी छ ठाउँ दामी सिन छ यार आमोस मिनी ट्रेन यहाँ मान्छे बेबीहरूलाई चाहिँ धेरै मान्छेहरू छ यहाँ मिनी ट्रेन पनि हेरिहाल्नु भयो साइकल कस्तो घाम छ तर मौसम कस्तो दामी छ यहाँको चिल हामीहरू चाहिँ भरतताल आएको छु भरततालको बारेमा के कति भन्नुहोस् त बुढा हेलो यो सरलाई हेलो गाइजहरू हेर्न सक्नुहुन्छ घोडा कस्तो राम्रो घोडा छ यहाँ यो भरततालमा पाउँछ विशेष गरी यो भरतताल भनेको सर्लाही डिस्ट्रिक्टमा छ होइन यो मान्छेले बनाएको ताल हो यत्रो ठुलो ताल आफै बनेको यता हेर्नु न अलिक ठुलो स्वरले बोल्नु गरेको ताल होइन यो मान्छेले बनाएको ताल हो मेरो सिमाले भनेको सुनिहाल्नु होला यो चाहिँ मान्छेले निर्माण गरेको ताल हो यो आफै उत्पन्न भएको ताल चाहिँ होइन साथीहरू अनि जसमा चाहिँ जसले निर्माण गर्नुभएको उहाँको नाम भरतै हुनुहुन्थ्यो होला न प्रसाद उहाँकै नामले गरेर चाहिँ तालको नाम राखेको कति भरतताल है हेर्न सक्नुहुन्छ मेरो पछाडि भरतताल मेरो पनि फर्स्टचोटि हो यहाँ चाहिँ भ्रमण गर्न आएको म सो राम्रो हुनुहुन्छ मेरो श्रीमानको चाहिँ धेरैचोटि है उहाँ अफिसको कामले आइरहनुहुन्छ त्यसले उहाँको धेरैचोटि हो मेरो चाहिँ फर्स्टै चोटि है साथीहरू एकदम गर्मी छ तर घुम्न मजा आएको छ
पर हेर्नु साथीहरू त्यो चाहिँ बोटीको है नाउ हो यसमा चाहिँ एकजना मान्छे बराबर 500 रुपियाँ लिनुहुँदैछ घोडामा राइड पनि गरे साथीहरू त्यसपछि चाहिँ हामी साथीहरू घोडा चढ्यौँ है मलाई खुब रहर लागेर घोडा चढेको थिएँ तर के गर्नु साथीहरू घोडाले त हामीलाई बिच बाटोमै धोका दियो है घोडा त हिँड्नै नमानेको कि हाम्रो त पैसा पनि खेर गयो त्यो 2 मिनट पनि घोडा हिँडेको छैन है मलाई त डर लागेर थुतुर भएको थियो मेरो परासीमानलाई उतारेँ म पनि उत्रु त्यसपछि चाहिँ हामीले साइकल पनि कुदायौँ साथीहरू यहाँ चाहिँ एकदम राम्रो राम्रो त्यो इन्जोय गर्ने चिजहरू एकदम राम्रो राम्रो थिए साथीहरू हेर्न सक्नुहुन्छ हामी बुढाबुढीले साइकल कुदाइरहेछौँ होइन यो साइकल एकदम मलाई मन पर्यो एकदमै मन परेर मैले चाहिँ कुदाएँ बरु मैले त्यो पानी जहाज चाहिँ खेलिनँ भरे यो चाहिँ मैले गरेँ साथीहरू एकदम रमाइलो लाग्यो साथीहरू मलाई चाहिँ पोखरी भन्दा पनि त्यो सिन चाहिँ देख्दा एकदम राम्रो त्यो पहाडको सिन एकदम मलाई मन पर्यो है साथीहरू म त नाच्दै नाच्दै गएको थिएँ एकदम जोस रमाइलो गर्ने ठाउँ चाहिँ भरतताल चाहिँ यो सिनले गर्दा झन् बब्बाल लाग्यो मलाई चाहिँ होइन यो पुल पारी यता जङ्गल छ जङ्गलको बाटोबाट पुल बनाइदिएको छ साथीहरू एकदम रमणीय ठाउँ छ क्या राम्रो छ आउनुहोस् इन्जोय गर्नुहोस् तपाईँहरू पनि आफ्नो फ्यामिलीसँग साथीहरू एकदम दामी लाग्यो मलाई त भरतताल हेलो बुढा हामी कहाँ छौँ हामी छौँ एमाजोनको जङ्गल बाहिर हेर्न सक्नुहुन्छ गाइजहरू हामी कहाँ छौँ पत्ता लगाएर भन्नुहोस् कमेन्ट लाइक सेयर गर्नुहोस् त्यही भन्नु न मजाक नगरौँ साथीहरूलाई हामी कहाँ छौँ हामी जहाँ छौँ साथीहरू हामी अब भरतताल घुमेर घरतिर प्रस्थान गर्दैछौँ है यो रमाइलो लाग्यो राम्रै छ भरतताल पनि अब यहाँको ठुल्ठुलो मान्छेको लागि थुप्रै चिज छ है साथीहरू सानोको लागि टन्ने छ आउनु होला रमाइलो गर्नु होला गर्मीमा आउँदा पनि भयो जाडोमा पनि आउँदा पनि भयो है साथीहरू जाडोमा चाहिँ भिड हुन्छ होला न गर्मीमा त्यस्तो भिड छ अब घरको बाटो यहाँ देखेको 12 सिङ्गीहरू यो चाहिँ नखेल्नु होला साथीहरू चाहिँ फोकट्या है यसमा मेरो बुढाको 250 रुपियाँ चट भएको छ है साथीहरू अब हामी चाहिँ यहाँ एउटा राम्रो मन्दिर देख्यौँ कि होइन हामी त्यो मन्दिरतिर गइरहेछौँ तपाईँहरूलाई पनि देखाउँछौँ होइन यहाँ कति मजाको डलहरू पनि राखेको छ हेर्नु पनि छेउमा म र मेरो श्रीमान मन्दिर भएको ठाउँमा गइरहेको छु र हजुरलाई देखाउनेछु मन्दिर आइपुग्यो मन्दिर जय हो भोले बाबा जय हो शिव शम्भु भोलेनाथ बाबा की जय हो जय शम्भुनाथ भय भरतताल साथीहरू यो चाहिँ नाउ चाहिँ नि यो शिव चाहिँ नि जे भरततालमा जति भएकोमा सबैभन्दा ठुलो है यसमा चाहिँ थुप्रै मान्छे हुनुपर्छ अनि मात्रै घुमाउँदो रहेछ यस्तो पनि छ है साथीहरू गर्नुहुन्छ त्यसले गर्दा मेरो श्रीमान गर्न मान्ने एकदम घाम भएकोमा अप्ठ्यारो लाग्छ साथीहरू अब हामी चाहिँ लाग्यौँ है घरतिर होइन बुढा कस्तो लाग्यो बुढा तपाईँलाई राम्रो पनि छ होइन भन्नु राम्रो पनि छैन धेरै खराब पनि छैन राम्रो छ देख्न सक्नुहुन्छ साथीहरू बाटोमा बाँदरहरू है यहाँ चाहिँ होइन 2 किसिमको बाँदर थिए एउटा सेतो एउटा खैरो सेतो चाहिँ एकदम लोप भएको छ है साथीहरू हो त्यसको चाहिँ भिडियो बनाउँछु भनेको बनाउनै पाएन है साथीहरू मैले चाहिँ किनकि मलाई ओभर डर लागेको थियो साथीहरू त्यसैले डर गई ल साथीहरू हेर्नुभयो
जब यहाँ यो देख्छ भने बाघ पनि सियर आउँछ। ल बाई बाई, हामी लागेको। स्याहारको दादा हेर्नु पनि जङ्गल छ, बाघ सियर आउँछ। बाघको हात्तीको फोटो राखिदिएको छ सरकारले, सावधान भएर हिँड्नु भनेको छ। ल है, अब हामी घर लागेको साथीहरू। हामी घरको बाटो लगभग आइसकेको छु है साथीहरू। अब चाहिँ घर पुगेपछि भेट्ने छु ल हामीलाई। भेट्ने छु। Few moments later. साथीहरू फाइनली घर आइपुगे। लास्टै धुलो मैलो बाटो बिग्रेको छ है साथीहरू। जस रमाइलो भयो, इन्जोय भयो। श्रीमान उहाँ कपडा खोलेर सुकाएर नुहाउँछ। एकदम गर्मी छ नि त साथीहरू, ओभरै गर्मी छ है। सो हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्स्नु होला साथीहरू। बाई बाई। यस्तै रोचक ठाउँहरू तपाईँहरूलाई देखाइराख्ने नै छु। हस् साथीहरू, सपोर्ट र साथ दिनु होला। बाई।